इग्नोर गर्नै नहुने बाथरोगका लक्षणहरू। नमस्ते, म डाक्टर सुधीर कर्मचार्य। बिहान सबेरै उठ्ने बेलामा एकदम जोड्नीहरू कक्रक्क हुन्छ, एकदम आलस्यपन, अल्छी लाग्न थाल्छ, छालैभरि डाबरै डाबर आउने समस्याहरू छ, कपाल झर्ने समस्या छ, मुखभरि घाउ हुन्छ, बारम्बार महिलाहरूमा चाहिँ बारम्बार प्रेग्नेन्सी लस भइरहेछ हैन। चिसो पानीमा औँलाहरू डुबाउँदा निलो सेतो हुने गर्छ, छालाहरू कडा हुँदै गइरहेछ, निको नहुने घाउहरू देखिरहेछ भने चाहिँ हाम्रो यी लक्षणहरूलाई इग्नोर गर्नु नहुने हो। यी लक्षणहरू इग्नोर गरियो भने चाहिँ बिस्तारै जोड्ने दुखाइहरू सुरु हुन्छ, बाथरोग कडा हुँदै जाने गर्छ। आफ्नो रूप लिन थालेपछि बाथरोगका औषधिहरू जीवनभर खानुपर्ने र यसका जटिल समस्याहरू निम्तिने गर्छन्। त्यसैले बाथरोगका यी लक्षणहरूलाई चाहिँ इग्नोर नगरिकन यसलाई चाहिँ बाथरोग विशेषज्ञसँग परामर्श लिएर उपचार चाँडै गरिहाल्नुपर्छ। हस्, धन्यवाद।